this virtual tour to our Asta Sakya. Toastmaster Asta, over to you. Thank you, Toastmaster Ranjana. Good afternoon, everyone. So आजको यो मिटिङको मेन अब्जेक्टिभ भनेको चाहिँ अब तपाईहरु सबैजना नयाँ हुनुहुन्छ टोस्ट मास्टर्समा हैन सो तपाईहरुलाई टोस्ट मास्टर्स को सबै काम चाहिँ एक्चुअली हामीले एउटा वेबसाइटबाट गर्छौं हैन सो त्यो वेबसाइटलाई नेभिगेट गर्नलाई हेल्प होस् भनेर चाहिँ यो मिटिङ गरेको हो है सो विल बी लर्निङ अबाउट नेभिगेटिङ द टोस्ट मास्टर्स वेबसाइट हैन अनि त्यसपछि अर्को चाहिँ मेन कुरा भनेको चाहिँ हाम्रो पाथवेजहरु बिकज पाथवे भनेको चाहिँ हाम्रो जुन टोस्ट मास्टर्सको मेन लर्निङ मोड्युल भनेकै पाथवेज हो सो आजको भन्दा इम्पोर्टेन्ट कुराले हामीले प्रोजेक्टहरु कसरी स्टार्ट गर्ने हैन सो यो चाहिँ यसरी चाहिँ हाम्रो टोस्ट मास्टर्स जर्नीको फर्स्ट स्टेप्सहरु चाहिँ कसरी लिने भनेर चाहिँ हामीले आजको मिटिङबाट चाहिँ गर्ने छौं है सो फर्स्ट अफ अल म सबैलाई अघि मैले भनेको थिएँ नि तपाईहरु सबैले इमेल पाउनु भएको छ वेलकम टोस्ट मास्टर्सको वेलकम इमेल पाउनु भएको छ ओके सो तपाईहरुले if you can't speak or anything you can just send me a thumbs up or message or anything है सो अघि स्तुतिले चाहिँ उसले चाहिँ पाएको छैन भनेर भन्नुभयो मलाई तर अब हामीले अब पेमेन्ट गरिसकेपछि चाहिँ त्यो मेसेज चाहिँ आउनु पर्ने हो सो मेबी तपाईको मेबी डिलिट भयो कि के भयो हैन जङ्कमा छ कि त्यस्तो के भयो कि है तर नो वरिज हामीले पेमेन्ट गरिसक्यो सो यु अलरेडी आर अ मेम्बर अफ टोस्ट मास्टर सो यु डोन्ट ह्याभ टु वरी अबाउट द्याट सो म चाहिँ स्क्रिन शेयर गरेर डिरेक्टली वेबसाइटमै जान्छु है अनि सो द्याट आई थिङ्क श्रुतिलाई चाहिँ अलिकति छिटो जानुपर्ने छ सो डिरेक्टली हामी त्यो उसमै जाऊँ है सो स्क्रिन शेयर गर्छु म एकछिन है तपाईहरु केबाट लगइन गर्दै हुनुहुन्छ मतलब ल्यापटपबाट हो कि केबाट लगइन मैले चाहिँ ट्याबबाट गर्न लागेको छु ए ल ल हुन्छ हुन्छ जस्ट साइमल्टेनियसली गर्न ल तपाईको माइक साइमल्टेनियसली गर्न सक्यो भने चाहिँ अलिक बेटर होला कि भनेर हैन तर इफ यु इन द फोन एज वेल के नि छैन इजी नै छ सो यु क्यान जस्ट सो फर्स्ट अफ अल के गर्नु पर्यो भन्दाखेरि चाहिँ म स्क्रिन शेयर गर्छु है आए छैन है मेरो उको ब्याकग्राउन्ड पो सेयर भयो मेरो स्क्रिन आयो आइरहेछ आइरहेछ है सो हाम्रो वेबसाइटको एड्रेस भनेकै toastmasters.org भयो है अरे के परेछ मैले फेरि toastmaster.org चाहिँ that is our website already login छ म फेरि लग आउट गर्छु है तपाईहरुले वेबसाइट लगइन गर्न ट्राई गर्नु भएको छ छैन अहिले गर्दै छु ए हजुर हुन्छ जस्ट यो toastmasters.org मा जानु
अनि त्यसपछि you'll have this login button है हजुर towards the right side. So you just click the login. अनि त्यसपछि यो लगिन पेज आउँछ मेरो चाहिँ अलरेडी यहाँ इमेल र पासवर्ड चाहिँ मैले हालिसकेको छ होइन तर तपाईँहरूको चाहिँ के गर्नुपर्छ भने बिकज इट्स द फर्स्ट टाइम द्याट यु आर लगिङ इन्टु टोस्ट मास्टर्स इन्टरनेसनल वेबसाइट वाट यु हेभ टु डु इज यु हेभ टु डु दिस फर्स्ट टाइम लगिङ इन भन्ने छ नि त्यो छ त्यसमा चाहिँ क्रिएट पासवर्डमा जानु अनि त्यसमा चाहिँ तपाईँहरूले जुन चाहिँ इमेल आइडी हामीलाई प्रोभाइड गर्नुभएको थियो त्यो इमेल आइडी चाहिँ यो इमेल आइडी चाहिँ यसमा फिलअप गरिदिनु अनि त्यसपछि सेन्ड भेरिफिकेसन कोड गर्नु अनि त्यसपछि तपाईँलाई चाहिँ इमेल आउँछ होइन अनि त्यसपछि गर्नुभयो हजुर अरूहरूले पनि गर्नुभयो सुदेशा स्तुति हजुर गर्दैछन् अनि म यो इमेल गर्दा गर्दै एउटा कुरा भनिहाल्छु यो इमेल आइडी चाहिँ सबैजनाले एकदम धेरै सेफली नै युज गर्नु होला है पछि इनकेस तपाईँहरू बिचमा ग्याप गर्नुभयो टोस्ट मास्टरमा अनि पछि लाइक आफ्टर लाइक फर इक्जाम्पल 5 इयर्स ग्याप गर्नु पऱ्यो कसैलाई अनि पछि म फेरि रिजोइन गर्छु भन्यो भने चाहिँ यो इमेलबाट अथवा टिआइआइडीबाट त सम्झिन गाह्रो हुन्छ यो इमेल आइडीबाट चाहिँ तपाईँहरूलाई फेरि रिरजिस्टर चाहिँ गर्नु पर्दैन कि त्यो हुन्छ है तपाईँ रिइन्स्टेटेड मेम्बर हुनुहुन्छ त्यो पछि इफ तपाईँले छोडेर फेरि रिजोइन गर्नुभयो भने चाहिँ स्तुतिको भयो ए ओके इमेलमा पनि तपाईँहरूको आउँछ होला कोड आउँछ होला आइरहेछ आयो है अब त्यहाँबाट चाहिँ तपाईँलाई पासवर्ड बनाउनको लागि एउटा अर्को छ नि टोस्ट मास्टरकै पेजमा रिडिरेक्ट गर्छ होला त्यसमा जानु पासवर्ड हाल्नु अब यो पासवर्ड हालेपछि चाहिँ यो अपडेट प्राइभेसी एन्ड कन्सेन्ट्स भनेर आयो मेरोमा चाहिँ हो त्यसमा चाहिँ तपाईँको त्यहाँ आई डोन्ट थिङ्क अहिले त्यसमा के छ तल चाहिँ के छ लास्टमा के बटन छ लास्टमा सेभ भनेर हजुर त्यो सेभ गरिदिनु अहिलेलाई ए अनि हामी चाहिँ गर्छौँ है सो सबैले आफ्नो त्यही लगइन त्यो अघिको इन्फर्मेसन लिएर लगइन गर्नु अनि जुन अघि प्राइभेसीको कुरा आउँछ त्यसमा चाहिँ सेभ गरिदिइराख्नु अहिले अनि पछि यु क्यान चेन्ज देम होइन सो अहिले चाहिँ हामी डिरेक्टली पाथवेजमा चाहिँ एन्टर गरौँ है त्यति चाहिँ गर्नु न त्यो गरेपछि चाहिँ मेरो स्क्रिन र तपाईँहरूको स्क्रिन सेम हुन्छ होला यस्तै छ कि अरू के आएको छ यस्तै छ है सो अब यो चाहिँ अब हामी टोस्ट मास्टर्सको वेबसाइटमा एन्टर गऱ्यौँ होइन सो अहिले चाहिँ हामी अब पाथवेज नै सेलेक्ट गर्ने प्रोसेसमा जाऊँ है सो त्यसको लागि चाहिँ जुन यो लर्निङ हब छ नि सो यसमा क्लिक गर्नु एकछिन है लर्निङ हब लर्निङ कहाँनिर लर्निङ हब चाहिँ कहाँनिर थियो सो तपाईँको अहिले स्क्रिन यही छ कि अर्को छ अर्को छ अर्को के छ त्यसमा माई एजुकेसन एन्ड अचिभमेन्ट्समा तल चुज फ्री पाथ भन्ने आयो मेरोमा ए हुन्छ तपाईँहरू त्यही गर्दा हुन्छ बिकज त्यसपछि म लर्निङ हबमा गइसकेपछि यो चुज पाथ भनेर छ होला है यो देख्नुभयो चुज फ्री पाथ भन्ने चाहिँ आइरहेछ
सो तपाईँहरूको चाहिँ के छ भन्दाखेरि जुन हामी रेजिस्टर गर्छौँ नि त्यसमा चाहिँ अलरेडी एउटा पाथवेको पैसा पनि हामीले तिरिसकेको हुन्छ होइन सो त्यसैले तपाईँले चाहिँ तपाईँले चाहिँ अब जुन चुज गर्नुहुन्छ नि त्यो चाहिँ यो चाहिँ एन्टायर हाम्रो टोस्ट मास्टर्समा चाहिँ फर्स्टमा हुने पाथवे भएको चाहिँ त्यही हो त्यसैले युल हेभ टु सेलेक्ट पाथवे भेरी केयरफुली नि कहिलेकाहीँ के हुन्छ भने मिस्टेकली तपाईँलाई चाहिएको पाथवे भन्दा पनि अर्को पाथवे चुज हुन जान्छ अनि जुन चाहिँ तपाईँलाई चाहिएको पाथवे हो त्यो फेरि चुज गर्नलाई चाहिँ यु हेभ टु पे $20 एक्स्ट्रा So I'll be very attentive and be careful about choosing your pathway right now. So you choose the path भनेरमा जाम यो अब ल्याङ्ग्वेज सेलेक्ट गरौँ है इङ्ग्लिस पक्नु ल चुज फ्री पाथवे भित्र जाने हो हजुर जानु त्यसमा Select सेलेक्ट गरे। योर पाथ ल्याङ्ग्वेज भनेर आउँछ होला select your preference or select your path language हो है ठीक छ हजुर। सुदेशको पनि ठीक छ हजुर ठिक छ त्यसमा स्तुति सो यसमा गइसकेपछि चाहिँ अब के छ भन्दाखेरि चाहिँ हाम्रो 6वटा पाथवेजहरू छ अनि त्यसमा चाहिँ यु क्यान आइदर अब इफ यु हेभ लाइक really good knowledge about what those pathways are you can directly गएर चाहिँ म यो पाथवे चुज गर्छु भनेर गर्न सक्नु पनि हुन्छ हैन यहाँ भ्यू अल पाथ अप्सन्स भनेर छ त्यसमा गएर चाहिँ 6वटा पाथवेजहरू आउँछ अनि डाइरेक्टली सेलेक्ट गरेर पैसा पे गरेर तपाईको काम सकिन्छ हैन तर अब we always recommend हैन our members to take this assessment assessment मा के हुन्छ भन्दाखेरि यहाँ डिफरेन्ट क्वेशन्सहरु आउँछ अनि तपाईको आन्सरको बेसिसमा चाहिँ तपाईहरुलाई पाथवेजहरु चाहिँ रिकमेन्ड गरिन्छ सो it will recommend you 3 pathways अनि among those 3 you can choose your more preferable pathways right so we always suggest our members to take the assessment so you can take the assessment लिनुहुन्छ अहिले हुन्छ अब त्यो अप्सन सिलेक्ट गरेर कन्टिन्यू गर्नु पर्यो नि त कन्टिन्यू गर्नु हुन्छ अनि यसमा अब आउँछ हैन सो स्टार्ट गरेपछि चाहिँ यसो अलिकति राम्ररी यो सबै हेर्नु हैन तपाईलाई कुन चाहिँ ठिक लाग्छ तिनीहरु चुज गर्नु अहिले नै असेसमेन्ट गर्नुहुन्छ हो सबैजना हुन्छ मलाई त अब के भन्नुहुन्छ अब हुन्छ अहिले म चाहिँ यतिकै नर्मल there few questions म चाहिँ र्यान्डमली गरिरहेको छु अहिले यो चाहिँ अलिक टाइम लिएर मेरो त बिचमै अड्क्यो क्या अड्क्यो इन्टरनेट अड्क्यो के भयो ए भयो 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 राम्रो सबै क्वेशन्सहरु सोचेर अलिक टाइम लिएर गर्दा हुन्छ 10 minutes जति टाइम लिनु न फेरि यस्तो चाहिँ Z 30 सम्म मात्रै टाइम छ भन्नुभयो त्यो बेलासम्म म चाहिँ जस तपाईहरु चुज गर्दै गर्नु म चुज गरेपछि के गर्ने भनेर भन्दै गर्छु नि त श्रुतिलाई स्पेशली हुन्छ
त्यो गरिसकेपछि चाहिँ यहाँ रिकमेन्डेड भनेर आउँछ होइन सो मलाई चाहिँ डाइनामिक लिडरसिप रिकमेन्डेड भनेर देखाएको छ सो यु क्यान लर्न मोर अबाउट दिस पाथवे बाई यो तल अर्को एउटा जुन लिङ्क छ त्यो हेरेर गर्दा पनि हुन्छ अनि त्यहाँ गएर प्रोजेक्ट्सहरू पनि हेर्न मिल्छ सो त्यसको बेसिसमा यु क्यान सेलेक्ट इट अनि त्यसपछि चाहिँ कन्टिन्यू गरेर तपाईँको जान्छ है त्यसरी चाहिँ यु क्यान सेलेक्ट द पाथवे तपाईँहरूको भयो भने चाहिँ मलाई थम्स अप दिनु न है सुदीपजीको सक्यो ए होइन आई थिङ्क स्तुतिको सकिएको के मेरो पनि सक्यो तपाईँहरूको रिकमेन्डेड पाथवेजहरू आयो हजुर दुईटा आउँछ सेलेक्ट हो पनि के कस्तो हजुर मेरोमा चाहिँ अब एउटा आएको छ होइन रिकमेन्डेड भनेर यो आएको छ यो फेरि हार्ड एन्ड फास्ट त छैन अब रिकमेन्डेड नै तपाईँलाई चुज गर्नुपर्छ भनेर छैन होइन तर अब तपाईँको एन्सर्सको बेसिसमा चाहिँ यो पाथवे चाहिँ रिकमेन्ड गरेको हो है अनि त्यसको बेसिसमा चाहिँ यु क्यान सेलेक्ट दिस तर होइन मलाई डाइनामिक लिडरसिप चाहिँदैन मलाई प्रेजेन्टेसन मास्टरी चाहिएको छ भने पनि यु क्यान डु इट त्यस्तो केही पनि छैन जस्ट तपाईँको चाहिँ गोल्ससँग चाहिँ मिट हुनु पर्यो तपाईँको जुन यो पाथवे मेरो चाहिँ पाथवे भिजनरी कम्युनिकेसन हो त्यसैले यहाँ भिजनरी कम्युनिकेसन चाहिँ देखाएको छैन होइन यहाँ यो चाहिँ अलरेडी सेलेक्टेड भएको यो चाहिँ अलिक ब्लड छ तपाईँहरूलाई पनि आयो होला रिकमेन्डेड भनेर आउँछ नयाँमा चाहिँ आई थिङ्क 3टा आउँछ क्या अरे कि एउटा मात्र हो दुईटा देखाइरहेको छ देखाउनु चाहिँ जस रिकमेन्डेड सेलेक्ट मध्ये एउटा चुज गर्न सक्नुहुन्छ और एज आई सेड त्यो तपाईँलाई दुवै नै चित्त बुझेन भने यु क्यान स्टिल चुज द अदर वान्स सुदीपजीको भयो
Yes, भयो। सुदीपजीको टोस्टमास्टर सुदीप गर्दै हुन्छ जस्तो लाग्छ सो यो गरेपछि यु क्यान कन्टिन्यू है म अब प्रोसिड गर्छु है सो यो रिकमेन्डेड यो मेरो डाइनामिक लिडरसिप छ अनि मैले कन्टिन्यू गरेँ है सो यो सेलेक्टेड डाइनामिक लिडरसिप भनेर आएछ अनि सो यस्तो चाहिँ नेगोसिएट एन्ड म्यानेज चेन्ज लिडरसिप स्किल्स फर एनी सिचुएसनहरू भयो है सो यो कन्टिन्यू गर्यो अनि आई थिङ्क तपाईँहरूकोमा चाहिँ यो डिरेक्टली सबमिट पेमेन्ट गर्ने बित्तिकै तपाईँहरूको चाहिँ त्यो ओके भनेर आउँछ होला तर यसमा चाहिँ मैले चाहिँ मेरो केसमा चाहिँ मेरो क्रेडिट कार्ड नम्बरहरू हालेर किन्नु नै पर्ने हुन्छ भयो कसको कुन कुन पाथवे रिकमेन्डेसन आयो सुदेशाको कुन आयो सुदीपको अनि स्तुतिको मेरो चाहिँ डाइनामिक लिडरसिप र पर्सुएसिभ इन्फ्लुएन्स भनेर आयो दुइटा ए अनि यता टोस्टमास्टर सुदीपको एमएस आयो मैले देखेँ अनि स्तुतिको टोस्टमास्टर स्तुतिको मेरो चाहिँ डाइनामिक लिडरसिप र पर्सुएसिभ के भन्छ ए त्यो वाला मेरो सजेसन चाहिँ अब जस्ट फर इक्जाम्पल स्तुति अनि सुदेशा चाहिँ हाम्रो जस्ट उहाँहरू तपाईँहरू स्टुडेन्ट पनि हो तपाईँहरू फेरि पढ्दै पनि हुनुहुन्छ अझै पढ्दै हुनुहुन्छ यस्तो कन्डिसनमा चाहिँ जस्ट टोस्ट मास्टरले पनि कति लेखाएको छ क्या प्रेजेन्टेसन मास्टर फर्स्ट पाथवे चाहिँ चुज गर्दा बेटर हुन्छ भनेर लेखाएको छ क्या डाइनामिक लिडरसिपमा चाहिँ पछि पाथवेहरू कम्प्लिट गर्न पनि यस्तो लिडरसिप रोल नै लिनुपर्छ होइन अनि त्यसपछि त्यो हुन्छ त्यो भएर चाहिँ त्यस मैले स्पेसली स्तुतिलाई र सुदेशालाई चाहिँ त्यो सजेस्ट गरेँ है मैले प्रेजेन्टेसन मास्टरै तर हाउएभर हुन्छ नि ह्याभिङ सेड द्याट तपाईँहरूले अर्को कुनै त्यही नै लिन मन लाग्छ भने पनि लिँदा हुन्छ अब टोस्ट मास्टर सुदीपको लागि ठिक छ अनि सुदेशाको पनि अब उहाँको इन्ट्रेस्टहरू हेरिकन त्यसपछि अनि त्यो प्रेजेन्टेसन मास्टरीमा चाहिँ त्यही कुरा नै बढी फोकस छ कि लिडरसिप भन्दा यो बोल्ने कुरामै बढी फोकस हुन्छ कि अब अहिले नै एकछिनमा यो सबै के हेरेर अनि गर्दाखेरि हुन्छ होला हुन्छ नि है हुन्छ अहिले चाहिँ ठ्याक्क तपाईँहरूलाई आइडिया भयो त्यही त कहाँबाट के गर्ने कस्तो गर्ने भन्ने आइडिया भयो अझै अझै अरू पनि त्यो अघि आस्थाले भनेको जस्तो डिटेलमा प्रेजेन्टेसन मास्टरी के हुँदो रहेछ पाठ कस्तो हुँदो रहेछ भने डिटेलमा एकपटक आफै सेल्फ स्टडी गरेर अनि चुज गर्दा चाहिँ हुन्छ है एकपटक चुज गरिसकेपछि लङ वे जान्छ कि 4-5 इयर्ससम्म त्यही नै जान्छ अनि आफूलाई त्यो अलिकति आफ्नो एउटा एउटा इन्ट्रेस्ट एउटा गर्नुपर्ने एउटा डिफ्रेन्ट खालको प्रोजेक्ट आइदियो भने चाहिँ त्यो एकदम डिले भइदिन्छ कि यस्तो हुन्छ पछि पनि अझै स्टडी गरेर चुज गर्दा हुन्छ ल कन्टिन्यू प्लिज आस्था जे होस् तपाईँले सोचेरै गर्नु होइन अहिले ह्याप्पजेटली हतारमा चाहिँ गर्नु पर्दैन जस्ट तपाईँहरूको रिकमेन्डेड पाथवेजहरू के आयो हेर्नु होइन तिनीहरू तपाईँहरूको गोलसँग मिट हुन्छ कि हुँदैन भनेर पनि चेक गर्नु होइन अनि इनकेस अब रिकमेन्डेड छ तर तपाईँलाई चाहिएको जस्तो छैन भने यु क्यान स्टिल चुज अदर्स है तर बिफोर यु हिट द्याट चुज बटन है बिकज त्यसपछि चाहिँ यु हेभ टु पे सो अहिले चाहिँ यो कुन चाहिँ पाथवे चुज गर्ने भने चाहिँ यस्तो स्टडी गर्दा हुन्छ तपाईँहरूले अब पछि होइन आफ्टर दिस मिटिङ है ठिक छ
त्यसपछि चाहिँ अब तपाईँले पाथवे चुज गरिसक्नु भयो अब चाहिँ ओन्ली देन यु क्यान स्टार्ट विथ द प्रोजेक्ट्स है सो त्यसको लागि पनि के गर्ने भनेर म बुझाइदिइहाल्छु है तपाईँहरूले पाथवे चुज गरिसकेपछि चाहिँ के हुन्छ भन्दाखेरि अब फेरि यो लर्निङ हबमा गए पनि हुन्छ आई थिङ्क तपाईँहरूको पाथवे चुज गरिसकेपछि चाहिँ डिरेक्टली तपाईँहरूलाई यहाँ गो टु बेस क्याम्प भनेर आउँछ है तपाईँले लगइन गर्ने बित्तिकै यो स्क्रिन आउँछ अनि यसमा चाहिँ गो टु बेस क्याम्प भनेर छ सो बेस क्याम्प भनेको चाहिँ हाम्रो लर्निङ पोर्टल हो होइन सो यसमा चाहिँ तपाईँको प्रोजेक्ट्सहरू हुन्छ तपाईँको प्रोजेक्ट्सहरूलाई चाहिने के मटेरियल्सहरू सबै यसमा इन्क्लुडेड हुन्छ होइन यो चाहिँ राम्ररी युटिलाइज गर्न सक्यो भने चाहिँ धेरै नै कुरा लर्न गर्ने लाइब्रेरी जस्तै हो कि यसमा इट्स अल डिपेन्डेन्ट अपन यु कि तपाईँले कतिसम्म चाहिँ यसलाई युटिलाइज गर्नुहुन्छ सो यसमा एकदमै धेरै इन्फर्मेसनहरू पनि छ होइन तपाईँको प्रोजेक्टको इन्फर्मेसनहरू त छ सँगसँगै टु युटिलाइज दिस एज मच एज पोसिबल बिकज तपाईँहरूले $20 पे गरिराख्नु भएको छ होइन सो इट्स अ ह्युज सम अफ मनी सो ट्राई टु गेन एज मच एज यु क्यान फ्रम दिस इन्भेस्टमेन्ट अफ यर्स सो के गर्ने भन्दाखेरि चाहिँ यो गो टु बेस क्याम्प भनेर आउँछ है सो तपाईँले पाथवे चुज गरिसकेपछि हो यो सो गो टु बेस क्याम्प भनेर जानु अनि त्यसपछि तपाईँको जुन चाहिँ पाथवे तपाईँले चुज गर्नुभयो त्यो चाहिँ अब यहाँ एक्टिभ भनेर आउँछ सो एज आई सेड अर्लियर मेरो चाहिँ भिजनरी कम्युनिकेसन हो सो यसमा जाने अनि यसमा चाहिँ तपाईँको लेभल्स प्रोजेक्ट्सहरू हुन्छ है सो फर्स्टमा तपाईँहरूले स्टार्ट गर्ने भनेको लेभल 1बाट भयो होइन सो लेभल 1 भनेको चाहिँ हाम्रो मोस्ट फन्डामेन्टल्सको लागि हो होइन सो यसमा चाहिँ बेसिकली तपाईँहरूले स्पिच कसरी लेख्ने अनि स्पिचको स्ट्रक्चर कस्तो हुन्छ होइन अनि त्यसलाई एउटा पर्पस स्पिचमा एउटा पर्पस हुनु पर्यो होइन त्यस्तो कुराहरू अनि प्लस त्यसपछि अर्को के छ भन्दाखेरि अर्को हाम्रो प्रोजेक्ट छ जहाँ चाहिँ भोकल भराइटी र बडी ल्याङ्ग्वेज भन्ने प्रोजेक्ट पनि छ जसले चाहिँ तपाईँहरूलाई चाहिँ कसरी चाहिँ आफ्नो भोइसलाई के मोडुलेट गरेर चाहिँ डिफ्रेन्ट मेसेज चाहिँ हामीले दिन सक्छौँ होइन स्पिचको थ्रु त्यो चाहिँ भनेर त्यस्तो त्यो इन्क्लुड गरेर पनि एउटा प्रोजेक्ट छ अनि अर्को भनेको चाहिँ इभ्यालुएसन्सहरू कसरी गर्ने अनि प्लस इभ्यालुएसन युटिलाइज गरेर फिडब्याक हामीले कसरी गर्ने होइन सो कस्तो त्यो इभ्यालुएसन इन्कर्पोरेट गरेर चाहिँ फेरि कसरी बेटर हुने भन्ने कुराहरू पनि यहाँको प्रोजेक्ट्सहरू छ फर्स्ट तपाईँको लेभल 1को चाहिँ हाम्रो कुनै पनि टोस्ट मास्टर्समा चाहिँ हाम्रो फर्स्ट स्पिच भनेको सधैँ आइस ब्रेकर स्पिच हुन्छ होइन तपाईँ आफ्नो बेस क्याम्पमा लगइन गरिसकेपछि चाहिँ यो आइस ब्रेकरमा चाहिँ क्लिक गर्नु पर्यो अनि त्यसपछि चाहिँ त्यहाँ तपाईँहरूको चेकलिस्टहरू आउँछ अलिक स्लो भइरहेछ है मेरो इन्टरनेट चाहिँ सो यसमा तपाईँको आइस ब्रेकर सेलेक्ट गरिसकेपछि चाहिँ यहाँ यहाँ चाहिँ अब नि गेट स्टार्टेड भनेर आउँछ होइन सो त्यसपछि जस्ट यु फलो थ्रु इट इट्स अ भेरी एकदमै युजर फ्रेन्डली छ होइन तपाईँले जस्ट एउटा बटन क्लिक गरिसकेपछि चाहिँ यसले नै एकदमै इजिली नै तपाईँहरूलाई गाइड गर्छ सो यु डोन्ट ह्याभ टु वरी अबाउट इट बट इन केस तपाईँलाई के कन्फ्युजन भयो भने obviously you can contact any one of us and contact a mentor or any Toastmasters member and they'll help you happily. So यही भयो है सो फर्स्ट हाम्रो यसको लागि चाहिँ अब यहाँ गर्दै हामी नेक्स्ट गर्दै जान्छौँ अनि त्यसपछि चाहिँ तपाईँहरूको स्पिच सकिसकेपछि पनि you'll have this part called understanding the toast after the speech पनि तपाईँको चाहिँ अब अन्डरस्ट्यान्डिङ द यो भनेर आउँछ होइन अनि यो सबै फलो थ्रु गरिसकेपछि चाहिँ तपाईँको यहाँ कम्प्लिट द असाइनमेन्ट गरिसकेपछि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ ल तपाईँको यो प्रोजेक्टको पर्पस तपाईँले फुलफिल गरिसक्नु भयो सो तपाईँको काम भनेको चाहिँ अहिले के हुन्छ इफ यु आर स्टार्टिङ टु गिभ स्पिचेस
एक त फर्स्टमा यो आइस ब्रेकरको बारेमा सबै बुझ्नु पर्यो तपाईँले यहाँ गएर होइन। अनि त्यसपछि तपाईँले हाम्रो जुन VP हुनुहुन्छ उहाँहरूलाई चाहिँ ल म अब यो बेला स्पिच दिन्छु भनेर चाहिँ उहाँसँग टाइम स्लट लिनु पर्यो। अनि टाइम स्लट लिइसकेपछि चाहिँ अब यु हेभ टु प्रिपेयर यर स्पिच, यु हेभ टु प्र्याक्टिस यर स्पिच होइन। इफ यु हेभ अ मेन्टर, त्यो मेन्टरलाई चाहिँ तपाईँले आफ्नो स्पिचहरू दिनुपर्ने हुन्छ होइन। अनि मेन्टरले पनि रिभ्यू दिनुहुन्छ अनि तपाईँलाई के चेन्ज गर्नुपर्छ भनेर भन्नुहुन्छ। अनि त्यो अनुसार यु क्यान प्र्याक्टिस मोर। अनि त्यसपछि फाइनली गिभ द स्पिच अन द डे द्याट यु हेभ सेलेक्टेड। अनि त्यसपछि स्पिच दिइसकेपछि पनि तपाईँको इभ्यालुएटरले इभ्यालुएसन गर्नुहुन्छ नि त। सो त्यसलाई पनि एकदमै राम्ररी सुन्नुहोस् होइन। अनि त्यसलाई चाहिँ अब यो इभ्यालुएसनले चाहिँ अब मलाई कसरी बेटर हुन हेल्प गर्छ त्यो इन्कर्पोरेट गरेर चाहिँ आफ्नो नेक्स्ट स्पिचेसहरू लेख्नुहोस्। अनि त्यो त्यो तपाईँले स्पिच दिइसकेपछि चाहिँ फेरि यहाँ आएर चाहिँ तपाईँहरूले कम्प्लिसन गर्नुपर्ने हुन्छ होइन। अनि यहाँ कम्प्लिट यो असाइनमेन्ट भनेर छ। अनि यहाँ कम्प्लिट गरिसकेपछि चाहिँ बल्ल यो चाहिँ तपाईँको यो प्रोजेक्ट चाहिँ सक्यो भनेर चाहिँ हाम्रो VP-मा चाहिँ मेसेज जान्छ होइन। अनि यो एउटा प्रोजेक्ट भयो यो लेभलको। त्यस्तै हामीले यसमा मेरो चाहिँ 4वटा थियो होइन। सो यो 4वटै प्रोजेक्टहरू हामीले कम्प्लिट गरेर यता छ नि यो हाम्रो वेबसाइटमा गएर मैले कम्प्लिट गरेँ भनेर सेलेक्ट गरिसकेपछि बल्ल VP-कोमा चाहिँ यो मेसेज जान्छ। अनि तपाईँको चाहिँ लेभल कम्प्लिसन भनेर चाहिँ उहाँले चाहिँ अप्रुभ गर्नुहुन्छ। अनि त्यसपछि देन यु विल गेट अ सर्टिफिकेट है। सो यो चाहिँ लेभल 1 भयो। हाम्रो सबै पाथवेज नो म्याटर वाट पाथवे यु सेलेक्ट वी हेभ 5 लेभल्स। अनि 5 लेभल्स कम्प्लिट गरिसकेपछि चाहिँ बल्ल यु विल कम्प्लिट अ पाथवे। अनि अर्को एउटा इम्पोर्टेन्ट कुरा चाहिँ के छ भन्दाखेरि चाहिँ 1 इयरभित्र चाहिँ तपाईँले 3टा लेभल्स कम्प्लिट गर्नुभयो भने चाहिँ यु विल गेट अ ब्याच होइन। ट्रिपल क्राउन भनेर ब्याच पाउनुहुन्छ। सो 1 इयरभित्र चाहिँ यु क्यान इफ यु वान्ट टु रिसिभ द ट्रिपल क्राउन यु हेभ टु फिनिस 3 लेभल्स है। सो यति छ हाम्रो कसरी स्पिचहरू स्पिच प्रोजेक्ट कसरी पर्स्यु गर्ने अनि त्यसलाई कसरी एन्ड गर्ने भनेर चाहिँ यो छ होइन। अरू के कन्फ्युजन छ भने चाहिँ अभियसली मैले भने जस्तै यु क्यान कन्ट्याक्ट एनी वान अफ अस, विल ह्याप्पिली हेल्प यु है। थ्याङ्क यू आस्था। त्यही अघि आस्थाले भनेको जस्तै हामीले रजिस्ट्रेसनको लागि $20 एक्स्ट्रा पे गर्ने हो। अनि हाम्रो जुन यो हाम्रो टोस्ट मास्टरको जुन यो पाथवेको छ नि प्रोजेक्ट पाथवे सबै नेभिगेट गर्ने यो छ नि यो चाहिँ हामीले एभ्री मन्थ नै $10 पे गरिरहेको हुन्छौँ के भनेपछि हामी कति धेरै पे गरिरहेको छौँ नि होइन। त्यही भएर एकदम म्याक्सिमम् युटिलाइज गर्नु। अनि मेक स्योर कि एभ्री 1 विकमा एकपटक चाहिँ यतिकै हुन्छ नि गरेर न्याप गरेर त्यसपछि गएर कि मेरो के प्रोजेक्ट बाँकी रहेछ मेरो के छ भनेर सबै प्रोजेक्ट चेकलिस्ट हेर्ने इभ्यालुएसनमा के इभ्यालुएसन हुने रहेछ हेर्ने। त्यहाँ कति धेरै कुराहरू छ कि। अनि हेर्दै गएपछि चाहिँ थाहा हुँदै जान्छ होइन। जति एक्सप्लोर गर्यो त्यति आफूलाई कति नलेजेबल भइन्छ। अनि काइन्ड अफ यो चाहिँ एउटा युनिभर्सिटी नै हो क्या। युनिभर्सिटीको वेबसाइट हो। हामी त्यहाँबाट चाहिँ अब यो भनेको चाहिँ हाम्रो लर्निङ मेटेरियलहरू भएको ठाउँ हो कि हामी सिक्दैछौँ क्या यसबाट। त्यसरी सोचेर अनि आइएम पेइङ इट भन्ने कुरा पनि माइन्डमा राख्यो भने चाहिँ हुन्छ। अनि कति हाम्रो मेम्बरहरू चाहिँ कति धेरैजनाले चाहिँ त्यो फ्यु मेम्बर्सहरूले चाहिँ हेर्दै हेर्नुहुन्न कि हेर्दै हेर्नुहुन्न यत्तिकै स्पेस दिनुहुन्छ। त्यो चाहिँ एकदम गर्दै नगरौँ। जुनै पनि स्पेस दिनुभन्दा अगाडि चाहिँ एकदम थरोली इच डिटेल मजाले पढेर उनीहरूले दिएको जस्तै कुनै आइस ब्रेकर छ होइन एउटा स्पेस आइस ब्रेकरमा पनि के चाहिँ मैले मेरो पर्पज छ त मैले के चाहिँ मस्ट भन्नै पर्छ भने त्यहाँ स्याम्पल स्पिचहरू पनि हुन्छ। सबै कुराहरू हेरेर चाहिँ एकदम वेल प्रिपेयर हुनु क्या एभ्री स्पिचको लागि। अनि अर्को सजेसन चाहिँ एकदम ट्राई टु बी भेरी एक्टिभ है। प्रोएक्टिभ नै हुनु कि तपाईँहरू एक्टिभ भएर मेन्टरलाई अब आफूले हेरेपछि थाहा भइहाल्छ नि। मेन्टरसँग कुरा गर्दा पनि तपाईँलाई धेरै कुरा थाहा भएको यसमा के गर्ने भन्ने कुराहरू त थाहा हुँदै जान्छ नि। त्यसरी नै गर्दै जाउँ। हुन्छ यही नै हो। अब हाम्रो फ्यु मिनट्स मात्रै छ हाम्रो यसको जुमको हाम्रो 40 मिनट्स हुने रहेछ। मिटिङ स्टार्ट 7मा भएको थियो। अब 2-3 मिनट्समा ऱ्यापअप गरौँ है त ल। के क्वेसन छ भने सोधिहाल्नु है। अब क्वेसन अर कन्फ्युजन छ भने चाहिँ सोधिहाल्नु। वी हेभ 4 मिनट्स।
है खासै के यसमा छैन वेबसाइट एकचोटि चेक गर्नुपर्छ जस्तो लाग्यो मलाई त्यो तपाईँहरू आफैले यसो हेर्नु सजिलो छ के गाह्रो छैन तर जस्ट त्यो पाथवे सेलेक्सन प्रोसेस चाहिँ अलिकति भने नि त्यो अहिले तपाईँले जुन सेलेक्ट गर्नुहुन्छ पाथवे त्यो चाहिँ अहिलेको लागि तपाईँ अलरेडी पेड पाथवे तपाईँले पे गरिसक्नु भयो कि त्यसैले फेरि अब ला मैले यो होइन अर्को त्यस्तो चाहिँ नहोस् भनेको होइन सो अहिले चाहिँ अलिक सोचेरै गर्नु अनि त्यसपछि अघि भने जस्तै यसमा एकदम धेरै रिसोर्सेसहरू छ है सो यसमा हेर्नुभयो भने चाहिँ तपाईँले जुन स्क्रिप्ट हामीले हाम्रो ऊ स्क्रिप्टहरू छ नि रोल टेकर्सको स्क्रिप्टदेखि लिएर डिफ्रेन्ट अब कसरी छ नि अब डिफ्रेन्ट प्रोजेक्ट्सको कसरी के गर्ने भन्ने कुरा पनि सबै यसमा इन्क्लुडेड छ तपाईँले प्रोजेक्ट गर्दाखेरि पनि त्यो सबै रिसोर्सहरू आउँछ होइन सो त्यो रिसोर्सहरू पनि राम्ररी हेर्नु होइन अनि त्यहाँ चाहिँ तपाईँको मेन भनेको चाहिँ तपाईँले स्पिच दिँदाखेरि चाहिँ जुन पर्पस हुन्छ होइन स्पिचको पर्पस यो हुन्छ भनेर चाहिँ दिएको हुन्छ त्यो चाहिँ फुलफिल गर्नुपर्ने हुन्छ होइन अब कन्टेन्ट त भइहाल्छ होइन तर तपाईँको कन्टेन्ट यस्तो हुनु पर्यो कि तपाईँको पर्पस चाहिँ फुलफिल होस् है ल मेरो साइडबाट त यति नै छ तपाईँहरू फेरि एकचोटि राम्ररी हेर्नु सेलेक्ट गर्नुहोस् पाथवेजहरू अनि त्यसपछि स्पिच दिन स्टार्ट गर्नुहोस् अनि यु अल विल डु ग्रेट तपाईँहरू एकदमै Thank you so much. एक्टिभ नै हुनुहुन्छ होइन अब थ्याङ्क यू सो रोज है सो रोजहरू पनि लिनु सुदीपजी र स्तुतिले चाहिँ रोलहरू पनि लिइराख्नु भएको छ सुदेशा चाहिँ सी जस्ट न्यू सो अबबाट यु क्यान स्टार्ट विथ टेकिङ रोल्स अनि त्यसपछि अलिकति 2-3 मिटिङ्समा चाहिँ अलिकति ह्याङ अफ इट बस्छ नि त अनि त्यसपछि चाहिँ मेबी यु क्यान स्टार्ट राइटिङ आइस ब्रेकर स्पिच त्यति नै हो अल द बेस्ट एन्ड वेलकम टु द क्लब थ्याङ्क यू Thank you so much. तस्मा रञ्जना ल हुन्छ है ल थ्याङ्क यू सबैजनालाई ल हाम्रो ऊ पनि छ हाम्रो टाइम पनि जुमको हाम्रो जुन फ्रीवाला एक्सेसवाला टाइम पनि सक्यो थ्याङ्क यू सो मच सबैजनालाई ह्याभ अ गुड टाइम है अनि बेस्ट विसेस अनि एकदम खतरा प्रोएक्टिभ हुँदै जानु अनि एकदम प्रोग्रेसिभ हुँदै जानु है त टोस्ट मास्टरमा थ्याङ्क यू आस्था थ्याङ्क यू सो मच आस्था ल बाई 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 थ्याङ्क यू Bye bye.